वेलकम टु माई अनदर एपिसोड माई वे ब्लग। सबैलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ कहाँ होला यस्तो चिटिक्क परेर होइन, अरूभन्दा पनि यहाँ 80,000 का सुज लागेको छु। 150 रुपियाँ देगा इसमें तेरा घर जाएगा होइन। आज चाहिँ सुजनको बर्थडे रहेको छ। हामी चाहिँ उसलाई सरप्राइज दिने तरिकाले जान्छौँ। सरप्राइज दिन उसलाई केही थाहा छैन, बिहान ह्याप्पी बर्थडे चाहिँ भन्यौँ, हामी आउँछौँ भन्ने चाहिँ भनेको छैन। हामी जान्छौँ, सालजण्डी पनि छन् साथीहरू, अनि पछि हामी 4-5 जना छौँ। हामी 4-5 जना भएर जान्छौँ अनि उसलाई सरप्राइज दिन्छौँ। अनि चाहिँ ऊ चाहिँ कस्तो के गर्छ, ऊ कस्तो अर्कै कस्तो देखिन्छ, फेसको रियाक्ट कस्तो आउँछ यसलाई होइन। अब हामीले हुन्छ नि त सबै अब यहाँ हामी त अब आउँदै हौँ भनेर पहिला प्लान गरौँ भने त केही मतलबै हुन्न। 81 जहाँ चाहिँ के हुन्छ है, ल लास्ट एन्डिङसम्म हेर्न पर्छ है त, वाच गरेर छोड्ने होइन। तपाईँहरूले सपोर्ट गर्नुहोस् अनि चाहिँ म चाहिँ भिडियो लगातार लिएर आउने छु है। म चाहिँ फेरि साइकलै बिग्रेर रहेछ कि पछि बल्ल थाहा भयो साइकल चाहिँ पङ्चर भएर रहेछ। अनि त्यही भएर म चाहिँ टकटक हिँड्दै आएको छु होइन। अब अटोको भाडा किन खर्च गर्ने हो र, बर्तन त्यो भाडा चाहिँ बर्तन गाडीमा खर्च गरौँ न त भनेर अब सोच चाहिँ त्यस्तो हुन्छ होइन। हामी चाहिँ मिडल क्लास फ्यामिली हो नि त, त्यही भएर चाहिँ अलिक बढी चाहिँ सोच्नुपर्छ पैसा खर्च गर्नभन्दा पहिल्यै। अरूभन्दा पनि के छ भन्दाखेरि मिडल क्लास फ्यामिली भइसकेपछि अब यो बाइक चाहिँ पराइ जसो धनीहरूकै व्यक्तिहरूसँग हुन्छ होइन। हामीसँग फेरि लगभग धेरै पराइ जसो चाहिँ केही नभए नि घरमा चाहिँ 5-6वटा साइकल चाहिँ थन्केकै हुन्छ कि होइन। अब आज चाहिँ जे होस् रमाइलो हुन्छ, इन्जोय गरिन्छ भनेर म चाहिँ होइन अब यस्तरी हिँडेर पनि रमाइलो गर्न सकिने रहेछ। म चाहिँ धेरै पछि चाहिँ हिँडेँ कि सालजण्डी, नत्र प्रायः जस्तो म चाहिँ साइकलमै हिँड्छु होइन। साइकलमै ठिक लाग्छ मलाई, किनभने अरूले फेरि अब हिँड्छ नि सरासर, मलाई फेरि त्यो सानो म ठुलो बन्नु छ यहाँ ऊ छैन कि, म चाहिँ जे छु होइन टक्क न त्यही छु हो कि नै। जे होस् अब आज चाहिँ रमाइलो हुन्छ, म तपाईँहरूलाई चाहिँ देखाउँदै गर्छु होइन। त्यही हो, अब तपाईँहरूको सपोर्ट चाहिएको छ अनि सपोर्ट पाएपछि म चाहिँ कहिले माथि उठ्दिनँ कि, लेभलमा सधैँ मान्छे चाहिँ लेभलमा हिँड्नुपर्छ होइन। र जे होस् हेर्दै गर्नुहोस् होइन, वाच गर्दै गर्नुहोस्। म चाहिँ अब त्यही सालजण्डी गइसकेपछि गराउँछु ल त। म त सालजण्डी पुगेँ, के छ अब हामी जान्छौँ। गाडीको वेट गऱ्यौँ, बाइकमा आउँछ नि, बाइक अब अर्का के भन्ने होइन र। हामी चाहिँ गाडीमा चढ्दै गाडीबाट झरेर हामी चाहिँ अब डेढी छिट्छौँ हो। यहाँ गएर हामी चाहिँ पिज्जा लिएर हामी चाहिँ जानुपर्ने हुन्छ। गइसकेपछि हामीले फेरि उहाँ गएर फेरि के अब उहाँ लिनुहोस् अब यस्तो खाम भन्दा अब त्यसरी नाइ भनिन्छ नि त, नाइ भन्ने बानी चाहिँ लगाएको छ। अब दे पनि एक खानी रहँदा नाइ भनिन्छ, दिएपछि त खाम। बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो बहुत बुरे लग रहे हो। तोबा थारा मूड खराब कर दिया। अब हामी चाहिँ अब यहाँदेखि भित्र छिरिन्छ, लक लाग्छ चाहिँ आइसक्यो। पिज्जा भेज पिज्जा गरिदिनु न, लाड चाहिँ गरिदिनु है, लाड गरिदिनु न, प्याक गरिदिनु है, मिक्स भेजै गरिदिनु हजुर। त्यहाँमा बस्नु पर्ने हुन्छ, वेट गर्नु पर्ने हुन्छ। फाइनल्ली हामीले चाहिँ पिज्जा लिएर हिँडिरहेको छौँ होइन। पिज्जा चाहिँ प्याकिङ भयो। आज वेदर चाहिँ कस्तो नमिठो भयो, बौला जस्तो माथि। आज चाहिँ हामीलाई साथ दिन्छ कि दिँदैन यार, साथ दिन्छ कि दिँदैन। हामी चाहिँ अब ऊ त्यो शारदाले कुदेर अनि शारदासिम गइन्छ, शारदालाई लिएर गएर अब टक्क हामी सँगै गइन्छ। हामी त्यो वाच चाहिँ गर्दै ल।
फाइनली ऊ यिनीहरू पनि आए यस्तो भेटघाट भयो तर हेर्नु यस्तो मौसमले त साथै दिनु जस्तो हो आज त जन्मिने मान्छे त म फेरि भला गर्न छोड्दिनँ यस्तो छ हामी अब गाडीमा चढ्छौँ गाडीमा चढिसकेपछि टक्क लाएर हामी जान्छौँ गाडीमा चढ्छौँ अनि फेरि टक्क लाएर जान्छौँ हाम्रो चाहिँ साथी मित्र नि आइसकेको छन् के छ सन्चै हौ ल अब ऊ त केक कहाँ पाइन्छ केक लिएर जानुपर्छ हामी दुइटा केक लिन जान्छौँ हामी अब केक तिमीहरू यहीँ बस्दै गर है त हामी केक लिएर आउँछौँ हामी चाहिँ अजय र म भएर चाहिँ केक लिन आएको न हामी चाहिँ केक लिन आएको केक पनि अब यहाँ छैन लास्टै अँधेरो भयो केक केक जुन भन नि त्यही लिएर जाऊँ नि त फाइनली हामीले चाहिँ केक सेक ल्याइसक्यौँ होइन अब हामी चाहिँ केक सेक लिएर स्कुटीमा टक्क जान्छ स्कुटीमा हामी बसिन्छ यस्तो पानी परेको मौसममा पनि हामी यस्तरी हिँडिरहेको त्यही यो त दुःख पाउने कुरो फाइनल्ली हामी चाहिँ आइसक्यो उसको घर चाहिँ यस्तो रुजेर चुत्रुकै भयो खुट्टा हेर्नुहोस् खुट्टा त मेरो त भ्याइसक्यो यस्तो चप्लक चुट्रुक बजाउँदै आफू जे होस् बिहार चाहिँ बाहिर राखेँ होइन म चाहिँ अब भित्र गएँ टक्क लाएर बोलाउँछु सुजन 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 Happy birthday to you. क्या छ ठिक छ हेर्दै है पुरै भिडियो हो यहाँ हेर्नु न पुरै एकैछिन देख्दा के भयो सबै सन्चै भित्र लाने हो कि नि भन्ने कुरो यहाँ त यहाँ पुरै सूत्रकै पर्यो जन्मिएर नि यस्तो बेला जन्मेर इच्छास् मेरो नमस्ते आन्टी यस्तो भिडियो हामी त सालजन्डीबाट आइयो सालजन्डीबाट पुरै रुच्दै घर देखेछ यस्तो बाबा त इन्डियन लाउरे हो यहाँ त पुरै खुकुरी खान यहाँ पुरै खुकुरी पछि खाने होला नि त रिटायर भइसकेपछि यस्तो राम्रो राखेको छ यस कता गएको त अझै आएन मेरो लाइन आयो यहाँ त लाइट बोले है हजुर पानी त के खाइन्छ र पानी लच्छी चाहिन्छ गाइस हामी चाहिँ फाइनली पुगेर सुजन चाहिँ अहिले हल्का बाहिर के सामानहरू ल्याउनु अब साथीहरू आएको यसो होइन सामान ल्याउनु गयो अनि कुखुरा सुखुरा पनि पालेर रहेछ तपाईँलाई पनि देखाउँछु होइन कुखुराहरू टक्क लाएर दुईवटा भाले रहेछ नि एउटा पोथी रहेछ पोथी भाले पनि छ भाले त खतरा बाख्रा पनि छ यस्तो
हाम्रो है सबै टक्कलाएर सुजनको भाइ सेम सुजन जस्तै लजाउँछन् क्या सुजन जस्तै फेरि सुरुमा लजाउनु रहेछ लास्टमा चाहिँ देखियो तपाईँको होइन सुरुमा त लजाउँदा त्यो पानी बहुत पऱ्यो है पानी त एकदम होइन अरण्य पानी त एकदम पऱ्यो यस्तोमा बल्ल मन लाग्यो तिनजना पनि ल के भयो तिमीहरूलाई कस्तो भयो यो पानी कस्तो भयो ज्वरो आउला साँच्चै अनि पानीहरू छैन भन्दा पनि यतातिर त देखाइरहेको है म यतातिर चाहिँ अरू त देखाउनु यतातिर त देखाइरहेको जस एकदम होइन एकदम राम्रो के यस्तो राम्रो सजाएर होइन जस केटाले भनेभन्दा बढी जो रहेछ होइन केटाले बढीभन्दा बढी अनि पछि यहाँ अब तपाईँहरूलाई अब खाना मन लाग्यो टक्क ओरिजिनल हो फेरि यो त लगभग 3-4 करोड हो है यसले सानो तिनो राख्दैन लगभग 3-4 करोडको स्याउ अङ्गुरहरू दिन्छ मैले देखाउँछु यो स्याउ चाहिँ लगभग 3-4 करोडकै हो अब यो अङ्गुर त तपाईँको त यो लगभग चाहिँ
ल बस्नुहोस् पछि पनि आउँछौँ है ल हुन्छ है ल बाई ल सबलाई बाई त जान्नुहोस् न हामीलाई छोड्न बाई ल हामी लागेको हामीलाई केटा छोड्न आहान टक्क लाएर हामी चाहिँ गाडीको वेटिङमा गाडी आउँदैछ गाडी आइसक्यो अब हामी चाहिँ अब हामी लाग्न पर्छ होइन छुट्टिन पर्ने रहेछ ल हामी जानु लाग्यो है ल है दोस्त चाल्दैन नि घर चाहिँ आइयो एकदम रमाइलो भयो होइन आज चाहिँ के चाहिँ भन्दाखेरि उसले चाहिँ अझैसम्म चाहिँ बर्थडे सेलिब्रेसन जो गरेर रहेछ हामी चाहिँ गयो अनि उसको नि आज बर्थडे सेलिब्रेसन चाहिँ भयो होइन जस एकदम रमाइलो भयो फ्यामिली चाहिँ एकदम राम्रो होइन जस यस्तै हुनुपर्छ सबैको होइन सधैँ हाँसी खुसी होइन अब के भन्दाखेरि हजुरले चाहिँ भिडियोमा लाइक सेयर सब्सक्राइब गर्नुभएको होइन भने त्यो गर्नुहोस् अनि बेल आइकन थिच्नुहोस् होइन अब नयाँ भिडियो चाहिँ अब फेरि आउँदै गर्छ है त।